हाई फ्यामिली छिटो मिठो आलुको रेसिपी हेर्ने होइन त तर रेसिपी भन्नुभन्दा अगाडि चाहिँ मेरो सानो मिस्टेक भन्छु है। मैले चाहिँ सानो बल युज गरिरहेको थिएँ अचार बनाउन। त्यसमा मैले हरियो काँक्रा, हरियो मटर, गाजर अनि अचार खाने कालो तिललाई युज गरेर अचार बनाउन पनि थालिसकेको थिएँ। तर फेरि सोच्दाखेरि चाहिँ मिक्स गर्न गाह्रो हुन्छ पछि है। त्यसैले चाहिँ मैले सबै सामानहरू चाहिँ ठुलो बाउलमा सार्दैछु। त्यसपछि उसिनेको आलुलाई चाहिँ मैले सानो सानो पिसमा काटेर चाहिँ हालिदिएँ। त्यसपछि अलरेडी मैले चप गरिसकेको यो प्याजलाई पनि हालिदिएँ। मलाई आलुको अचार चाहिँ एकदमै मनपर्छ। बच्चादेखि आलुको अचार भनेपछि मलाई बनाउनु पनि मन लाग्छ र खान पनि एकदमै मनपर्छ। इन्ट्रेस्टिङ पार्ट भनेको चाहिँ के भन्दाखेरि हजुरले यो कागती देखिराख्नुभएको छ नि, यो चाहिँ निचार्नु पनि एकदम गाह्रो भइरहेको थियो। त्यही पनि मैले नसकी त्यसको रस मजाले निचारेर नै हाल्दैछु। त्यसपछि मैले झ्वाइँया पार्नलाई चाहिँ मैले तेल, नुन, बेसार अनि खोर्सानी हालेँ। स्वाद अनुसारको नुन पनि हालिदिएँ फेरि है। अनि मजाले हातले नै मोलेँ। नेपाली भएपछि त चम्चाले मोल्नु र हातले मोल्नुको मजा नै अर्कै छ नि त। चम्चाले मोल्नुभन्दा हातले मोलेपछि चाहिँ यो चाहिँ मजाले फ्लेभर आउने भयो भनेर चाहिँ सबै मैले हातले नै मोलिरहेको छु। त्यसपछि चाहिँ मैले धनियाँ हालेर चाहिँ कम्प्लिट गरेँ।